गुड आफ्टरनुन एभ्रिवान सबैजनालाई। आज चाहिँ सन्डे, हामी चाहिँ सेवा जाँदैछौँ। कहाँ जाँदैछौँ? लोवर लाङन जाँदैछौँ। अन्त पहिला हामी पुरानो बिल्डिङमा त्यहाँ बसेको थियो, किनभने हामी चाहिँ किन सरेको भने चाहिँ त्यहाँ चाहिँ एउटा दादाले चाहिँ सुसाइड गर्नुभएको थियो नि त, त्यही लागि चाहिँ हामी चाहिँ सरेको थियौँ। तर अहिले चाहिँ राम्रो कुरा भएछ, त्यहाँनिर चाहिँ अब हुन्छ नि चर्च खोलेको रहेछ, राम्रो भयो त्यो जग्गामा होइन। अन्त त्यही लागि हामी चाहिँ फर्स्ट टाइम जाँदैछौँ। गएकोदेखि आजको आउटफिट चाहिँ यस्तो छ होइन, मेरो चाहिँ यस्तो छ। खासै स्वागत छैन अब, तर पनि मलाई चाहिँ कुर्ताहरूले सुहाउँदैन नि त, त्यही लागि चाहिँ अब लगाएको सेवातिर जानु त पाउनै पऱ्यो होइन गाइस। त्यही हो, अब हामी जाँदैछौँ। परनिर यस्तोहरूले मतलब के भन्छ, योजना दिदीहरू पनि हुनुहुन्छ, म तपाईँहरूलाई देखाउने छु योजना दिदी को भनेर। त झन्डै लडेँ म चाहिँ प्याराग्लाइडिङ हुँदैछ। हजुर प्याराग्लाइडिङ हुँदै रहेछ, झन्डै लडेँ गाइस म चाहिँ। अन्त म पर बहिनी के भन्छ यस्तो योजना दिदीलाई भेटेर चाहिँ कन्टिन्यू गर्नेछु ल गाइस। अनि अब भने चाहिँ हामी चाहिँ कलेज आइपुग्नु आँटेको छ। सेवा चाहिँ मतलब चर्च चाहिँ कलेजबाटै जानु लागि त्यो यस्तो दिदीको साथीलाई पनि रिसिभ गर्नुपर्ने छ नि त कि, अन्त चाहिँ त्यो भएर चाहिँ गएको हामी चाहिँ। त्यही हो, यस्तो के गर्नु, म चाहिँ अलिकति हिँड्न सक्दिनँ, हिँड्नु नसक्ने अवस्था गाइस। कस्तो भइरहेको छ हतार आपत भइरहेको छ हामीलाई है। के भयो गरम हुँदै गयो नि, म त भरे घर त जाडो हुन्छ नि तर हाइटमा चाहिँ मभन्दा अलिकति सानै हुनुहुन्छ यस्तो दिदी चाहिँ, पनि अब रेस्पेक्ट त गर्नै पर्यो जति नै सानो भए पनि होइन। म के नभनिदिइहाल्नु। अन्त हामी चाहिँ यहाँ चाहिँ कलेज देख्छ, यहाँबाट चाहिँ हामी सधैँ कलेज यताबाट आउँछ नि त बाटो ल। के गाइस, त्यसो भने भरे योजना दिदीलाई भेटेर कन्टिन्यू गर्छु ल। बाई। फाइनली कलेज आइपुग्यो गाइस। अन्त यो चाहिँ हाम्रो कलेज एरिया, हिँड्दैछौँ हामी। यस्तरी पनि हिँड्दैछ, यहाँ रिस्तारी हिँड्दैछ, यहाँबाट चाहिँ बाटो हिँड्छ है। अन्त यो चाहिँ हाम्रो कलेज हो एरिया। त्यही हो, राम्रो छ जग्गाहरू, अलिक यहाँ पर पनि दामी देख्छ नि। आज ढिलो पुग्छ होला है। फर्स्ट डे ब्याड हुन्छ। गऱ्यो चारा सुत्दै पुग्ने अरे, कसरी पुग्छ सुत्दै चाहिँ। अनि कलेज आइपुग्यो हामी चाहिँ। कलेज चाहिँ यही हो, यताबाट चाहिँ बाटो छ, यताबाट पनि छ उताबाट पनि छ कि। हामी चाहिँ यताबाट आएको नि त, यताबाट चाहिँ डाइरेक्ट गेटबाट निस्किन्छ नि गाइस, यताबाट पो जानु। यो हाम्रो गाइस, यो हाम्रो चाहिँ कलेज हो। प्लेग्राउन्ड हेर्नुहुन्छ नि, दामी छ। यो चाहिँ हाम्रो क्याफेटेरिया। साथीलाई चाहिँ मायाले पनि ल्याउनु आउन भन्दै थियो कि, नभ्याउने रहेछु किनभने मलाई हिँड्नु चाहिँ यति साह्रो पर्छ कि के भन्नु र। माया पनि यति छिटो हिँड्छ हो, मलाई आएको भने नि। यो चाहिँ सिटिङ एरिया हो, यहाँ चाहिँ फुटबलहरू प्रोग्राम हुन्छ कि यहाँबाट चाहिँ हेर्छ बसेर। यो चाहिँ प्लेग्राउन्ड। ओके गाइस, भरे कन्टिन्यू गर्छु भने चाहिँ हामीले योजना दिदी पनि भेटेको छ है, सबैजना भेटेको छ। के भन्नु चाहनुहुन्छ ल भनिदिनु तपाईँहरू। सपोर्ट लाइक गरिदिनुहोस् भन्नुहोस् न। अब हाम्रो च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब बेल आइकन पनि दबाइदिनुहोस् होला है। ओके बाई।
ट्राई म भरे पुगेर गर्छु ल गाइस चाहिँ रुम आइपुगेको छु चर्चबाट यस्तो दिँदा म ऊ चाहिँ उसको रुम चाहिँ माथि हुन्छ त्यसले यहाँ चाहिँ माया आउँदैछ त्यही लागि यस्तो चाहिँ हिँडेर जान्छु भन्ने भन्नुहुन्छ नि त अन्त त्यही लागि चाहिँ हामी चाहिँ यहाँ बसिरहेको छौँ माया चाहिँ आउँदैछ अरे ओके गाइस हाम्रो भिडियो हेर्दै गर्नुहोस् होला मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् कमेन्ट पनि गरिदिनुहोस् है